रोबी लामिछानेले यत्तिकै थुनेको रहेछन् लाश्रम नभएका त्यस्तोलाई त त्यही देखेको दाउरालाई टाउको फुट्न चाहिँ हान्न मन लाग्छ। उजुरी नदिएको मान्छेलाई पनि उजुरी दियो भनेर त्यसको नामको बदनाम गरिदिने लाश्रम नभएको। अब ठुक्कुरो त्यो मान्छेको पैसा दिने त्यनी भ्रष्टाचारी यिनीहरू हो के जेलमा हाल्छ नि। पक्कैमा जसले देश विकास गर्छ त्यसलाई जेलभित्र कोचेछन्, जसले काम गर्दैन भाषण मात्र गर्छ त्यसलाई बाहिर बस्ने, कुर्सीमा बस्ने, गफ लाउने, जनतालाई उल्लु बनाउने। पीडित छन् सहकारीहरू रे, सहकारी के हो पीडित त त्यो भ्रष्टाचारी नेताले गर्दाखेरि भएका हुन्।